अस्तिको भिडियोमा मैले कालो कराईमा सेतो बोइलरको मासु पकाउन सिकाएको थिएँ अनि त्यसमा धेरैको क्वेसन थियो अरू कराई हुन्छ भनेर। नो। सो आज फेरि म सिकाउँदैछु 1 केजी मासु बनाउन। सुरुमा तिमीहरू बेलुका भएपछि चिया पिउन निस्किनुपर्छ अनि एउटा सानो लो अन एम्बियन्स हाई अन टीमा गएर चिया पिएर 1 केजी मासु, धनियाँ, टमाटर, प्याज, लसुन किनेर आउनुपर्छ। त्यसपछि प्याज काट्ने, टमाटर काट्ने, लसुन पोक्ने, गिटार बोक्ने, तर एकछिन नगाउने। साथीले पकाउँदा थोरै हात लगाउने, अदुवा छिल्ने, मिक्सर लिने, अदुवा हाल्ने, लसुन हाल्ने, जिरा हाल्ने, खुर्सानी हाल्ने अनि मिक्सरलाई एकलट घुइँ गरेपछि यस्तो पेस्ट बन्छ। मोमोको अचार होइन नि फेरि यो। त्यसपछि ग्यास बालेर कालो कराई चढाउने, सिर्फ कालो कराई। तातेसी तेल हाल्ने, तेल तातेसी मासु अब पानी छोडेर सुक्ने बेरसम्म छोड्ने। पानी सुकिसकेपछि चट्टसँग काटेको प्याज हाल्ने, चलाउने, गिटार बोक्ने, थोरै थोरै बजाउने, नुन हाल्ने, बेसार हाल्ने, मिट मसला हाल्ने अनि घोल्ने, फेरि एकचोटि छोड्ने। एकैछिनमा अदुवा लसुनको पेस्ट हाल्ने अनि गीत गाउन थाल्ने। जान्छ टुङ्गनाको डोरी, मायाको डोरी छिन्दैन, मायाले बाँध, ओ मायाले बाँध, मनको चरी उडेर जान्छ मनै छोडेर, मनै छोडेर। त्यसपछि फाइनली टमाटर हालेर पकाइसकेपछि धनियाँले गार्निस गर्ने एन्ड फाइनली रेडी भयो 1 केजी मासु। त्यसपछि थोरै चाख्ने, भातसँग खाने अनि भात खाइसकेपछि आँपको सिजन भएकाले आँपको डिजर्ट पनि खानै पर्छ। बाँकी नमस्ते।